नमस्कार साथीहरु, तपाईं सबैलाई फिनोलोजी वर्ल्डमा स्वागत छ। जहाँनिर तपाईले शेयर सम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। साथीहरु, तपाईं विदेशमा बस्नुहुन्छ र आफूले कमाएको पैसालाई सुरक्षित लगानी गर्न चाहनुहुन्छ भने आईपीओ भन्दा बेस्ट अप्सन कुनै छैन। किनभने आईपीओ मा तपाईलाई कुनै किसिमको रिस्क हुँदैन। तपाईले लगानी गरेको पैसा भन्दा डबल, ट्रिपल, 10औं गुणासम्म पनि पाइएको छ। त्यही भएर तपाई सबैको लागि एउटा खुशखबरी के रहेको छ भने यही माघ 4 गतेदेखि यो एउटा होटलको आईपीओ चाहिँ जारी हुन गइरहेको छ र त्यसमा तपाई सबैले आफ्नो आईपीओ एप्लाई गर्न सक्नुहुन्छ। र यो अब आईपीओ कुन रहेको छ भन्ने कुरा तपाई सबैलाई जानकारी गराइदिउँ। फरेस्ट इन रहेको छ, जहाँनिर अब यसको बारेमा हामीले बुझ्नुपर्ने छ कि यसको ईपीएस कति छ, ओपनिङ डेट कहिले छ, यसमा एप्लाई गर्ने कि नगर्ने, एप्लाई गरेपछि कतिसम्मको रिटर्न पाउँछ, यी जस्ता कुराहरूलाई हामीले यसै भिडियोमा समेट्ने प्रयास गरेका छौँ। आउनुहोस् यस भिडियोलाई सुरु गरौँ। साथीहरु, सबभन्दा पहिलो प्रश्न, होटल फरेस्ट इन लिमिटेडले आफ्नो आईपीओ कहिलेदेखि जारी गर्न गइरहेको छ र यसमा हामीले कति कितासम्म एप्लाई गर्न सक्छौं? साथीहरु, तपाई सबैलाई जानकारी गराइदिउँ। यस होटल फरेस्ट इन लिमिटेडले माघ 4 गतेदेखि लिएर माघ 8 गतेसम्मको लागि आफ्नो आईपीओ जारी गर्न गइरहेको छ र हामीले ढिलोमा 18 गतेसम्मको लागि पनि आईपीओ आवेदन गर्न सक्छौं। तर यसमा कन्डिसन एप्लाई हुन्छ यदि ओभर सब्स्क्राइब भएन भने मात्र। र यसमा हामीले मिनिमममा 10 किता र म्याक्सिमममा 2 लाख कितासम्म पनि आईपीओ एप्लाई गर्न सक्छौं र यसको अंकित मूल्य 100 रुपैयाँको दरले हामीले एप्लाई गर्न पाउँछौं। त्यसैगरी साथीहरु, हामी सबैको अर्को प्रश्न, यस होटल फरेस्ट इन लिमिटेडको जारी पुँजी कति रहेको छ र यसले आफ्नो जारी पुँजीको कति प्रतिशत बराबरको आईपीओ चाहिँ बजारमा लिएर आउँदैछ, जुन कि सबभन्दा पहिला चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र त्यसपश्चात चाहिँ सर्वसाधारणको लागि हुनेछ। साथीहरु, तपाई सबैलाई जानकारी गराइदिउँ। यस कम्पनीको जारी पुँजी 2 अर्ब रुपैयाँ रहेको छ, जसको 20% अर्थात् 40 करोड रुपैयाँ बराबरको अंकित मूल्य 100 का दरले जम्मा 40 लाख किता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको छ र त्यस 40 लाख किता मध्ये पनि 10% अर्थात् 4 लाख किता चाहिँ नेपाल सरकारबाट सम्बन्धित निकायबाट स्वयं स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि रहेको छ। अर्थात् तपाईहरु जो विदेशमा बस्नुहुन्छ उहाँहरूको लागि यस होटल फरेस्ट इन लिमिटेडले जम्मा 4 लाख किता छुट्याएको छ। साथीहरु, यस पश्चात हामीले यसको वित्तीय विवरण बुझ्न पनि एकदमै जरुरी छ। किनभने वित्तीय विवरणले नै बताउँछ कम्पनीको भविष्य कस्तो छ, अर्थात् यसले हामीले कतिसम्मको रिटर्न दिन सक्छ अथवा यसको ओपनिङ रेन्ज कति हुनेछ, हाम्रो लगानी कतिसम्मको फिर्ता हुन सक्छ। त्यही भएर हामीले यहाँनिर छोटकरीमा यस कम्पनीको वित्तीय विवरण बुझ्ने प्रयास गर्छौं। आशा छ कि तपाई बुझ्नुहुन्छ। जसरी कि हामीले यो टेबलमा हेर्न सक्छौं, यहाँनिर 2 किसिमको डाटा दिएको छ। एउटा वास्तविक लेखा परीक्षण र अर्को प्रक्षेपित लेखा परीक्षण। अर्थात् वास्तविकमा 3 आर्थिक वर्षको डाटा दिएको छ र त्यसै गरेर प्रक्षेपितमा पनि हामीले यहाँ देख्न सक्छौं 3 सालको डाटा भविष्यमा कस्तो हुनेछ त्यसको लागि उनीहरूले एउटा अनुमान राखेका छन्। तर पनि हामीले वास्तविक डाटासँग मात्र काम हुन्छ, किनभने वास्तविक डाटाले नै बताउँछ कि कम्पनीले या कुनै पनि संस्थाले विगतका वर्षहरूमा कसरी काम गरेको छ, उसको नाफा कति भएको छ या नोक्सान कति भएको छ। यहाँनिर सबभन्दा पहिला हामीले यस टेबलमा प्रति शेयर नेटवर्थको हामीले हेर्नुपर्ने हुन्छ, जुन कि हामीले आर्थिक वर्ष 79-80, 80-81 र 81-82 मा देख्न सक्छौं। त साथीहरु, यहाँनिर प्रति शेयर नेटवर्थ हेर्दाखेरि आर्थिक वर्ष 79-80 मा 92 रुपैयाँ 96 पैसा रहेको छ, जुन कि 80-81 मा निकै नै राम्रो परफर्मेन्स गरेर 147 रुपैयाँ 67 पैसा पुग्यो। अर्थात् हामीले यसबाट के बुझ्छौं भने कम्पनीले आफ्नो योजनाहरूलाई राम्रो बनायो, जसले गर्दाखेरि प्रति शेयर नेटवर्थ बढेर गयो। त्यसै गरेर 81-82 मा हेर्दाखेरि अलिकति घटेर 125 रुपैयाँ 26 पैसा हुन आयो। यहाँनिर अलिकति कम्पनीको चाहिँ पोजिसन अर्थात् यसको सिचुएसन जे छ त्यो अलिकति डगमगाएको छ भन्नाले अलिकति बिग्रेको छ। तैपनि अहिलेसम्म नेगेटिभमा गएको छैन, राम्रै छ। र यसैले हामीलाई ओपनिङ रेन्ज पनि बताउँछ। अर्थात् कुनै पनि कम्पनी जब बजारमा लिस्टिङ हुँदाखेरि चाहे उसको ओपनिङ रेन्ज र कति हुन्छ त्यो कुरा हामीले मेन भर पर्छ। त ओपनिङ रेन्ज यहाँनिर हामीले आर्थिक वर्ष 81-82 बाट लिन सक्छौं, जसको 125 रुपैयाँ 26 पैसा मिनिमम चाहिँ ओपनिङ रेन्ज हुनेछ र अधिकतममा यसको 3 गुना है 125 रुपैयाँ 26 पैसाको 3 गुना अर्थात्
₹375.78 हुनेछ। त्यसैगरी यसको इस्यु म्यानेजरको कुरा गर्ने हो भने एनआइसी एसिया क्यापिटल लिमिटेड चाहिँ यसको इस्यु म्यानेजर रहेको छ र त्यसैगरी रेटिङको कुरा गर्दाखेरि क्रेडिट रेटिङ नेपाल लिमिटेडले यसलाई BB- रेटिङ दिएको छ, अर्थात् मोडरेट रिस्क रहेको बुझ्न सक्छौँ। र त्यसैगरी अब यो सबै त हामीले बुझ्यौँ कि कम्पनीको अवस्था कस्तो छ, तर वास्तवमा कम्पनीको प्रवृत्ति कस्तो छ, कहिले स्थापना भयो हैन, जसरी प्रालीबाट लिमिटेडमा गयो र त्यसपछि सर्वसाधारणको मा आयो हैन, यो सबैको बारेमा पनि हामीले बुझ्न जरुरी हुन्छ। त्यही भएर छोटकरीमा हामीले यसको बारेमा डिस्कस गर्छौँ। यस होटल फरेस्ट इन लिमिटेडले 2067 साल मङ्सिर महिनाको 6 गते चाहिँ प्रालीको फर्ममा दर्ता भई हाल 2080 साल भाद्र 12 गतेदेखि चाहिँ पब्लिक लिमिटेडको रूपमा होटल सञ्चालित गर्दै आइरहेको छ। त्यसैगरी मिति 2081 अश्विन 23 गते 5 तारे होटलको रूपमा वर्गीकरण गरिएको थियो र पछि गरेर यसले 2081 साल श्रावण 1 गतेदेखि 39वटा कोठा, 2081 साल पौष 25 गतेदेखि 27वटा कोठा र पौष 2081 साल चैत्र 25 गतेदेखि 38वटा कोठा गरी जम्मा यसले 104वटा कोठा चाहिँ सञ्चालन गरेको छ र यसको चाहिँ होटल व्यवस्थित भनेको बुढा नीलकण्ठमा रहेको छ। यदि तपाईलाई हाम्रो भिडियो इन्फर्मेटिभ लाग्यो भने कृपया लाइक, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। तपाईको सहयोगले हामीलाई धेरै नै आत्मबल बढ्छ र प्रेरणा पाउँछौँ। धन्यवाद।